अब हामीले व्यञ्जन वर्ण सबै पढ्यौँ होइन। पढिसकेपछि त्यहाँदेखि हामीले अब कसरी चिन्ने भनेर है तपाईँले अब पहिलादेखि नै अब यसरी अब लेखेर होइन, मैले पहिला भिडियोमा भनेको जस्तै गरी यसरी तपाईँले सार्दै पढ्नुभयो भने चाहिँ तपाईँलाई बुझ्न सजिलो हुन्छ होइन। जस्तै होइन यसरी गा भनेर पढ्नुभयो भने तपाईँलाई सजिलो हुन्छ, बुझ्न सजिलो हुन्छ। अनि यत्तिकै अब का खा गा गा यत्तिकै पढ्यो भने चाहिँ तपाईँले फेरि अक्षर बिचको अक्षर चिन्न गाह्रो हुन्छ है। त्यसरी पढ्नुभयो भने चाहिँ अब तपाईँले राम्रोसँगले पढ्नु भएको छ, सबै पढिसक्नुभयो भने चाहिँ अब यसरी देखाउँदाखेरि अब मैले एउटा अक्षर अब काखाभित्रको काखा कति भयो, कतिवटा हुन्छ भन्दाखेरि 30वटा हुन्छ। त्यस काखाभित्रबाट चाहिँ अब तपाईँले राम्रोसँगले पढ्नुभयो अरे होइन, त्यो सबै तपाईँले खण्ड गर्नुभयो, अक्षर पनि राम्रोसँगले चिन्नुभयो भने त्यहाँदेखि होइन अक्षर चिनाउने, त्यहाँदेखि काखाहरू अक्षर कसरी चिन्नु भन्दाखेरि अब यसलाई के भन्छ त तपाईँलाई अब पढ्नुभयो होइन। पढिसकेपछि अब यसलाई के भन्ने, के भनेर पढ्ने भन्दाखेरि अब तपाईँले ठ्याक्कै अघि मैले भनेको जस्तो गरेर यसरी अब लेखेर पढ्यो भने चाहिँ तपाईँलाई थाहा हुन्छ। यतिकै तपाईँ अब यतिकै काखा गाङा च्या छा जान्या ताथा दाना पाफा बामा चाछा जावा स्यासा हाया राला स्यासा हा आ भनेर पढ्नु यतिकै पढ्नुभयो भने चाहिँ तपाईँको मुखमा चाहिँ फर्र आउँछ। तर अक्षर चिनाउँदाखेरि चाहिँ अक्षर चिन्दाखेरि चाहिँ चिन्न गाह्रो हुन्छ है, अक्षर चिन्न अलिक गाह्रै हुन्छ। त्यो अक्षर चिन्ने चाहिँ यसरी पढ्नुभयो भने चाहिँ तपाईँले सजिलो हुन्छ। अघि मैले भनेको जस्तै जस्तै यसले के हो भन्दाखेरि तपाईँले अब सिधै अब काखा गाङा पढ्यो नलेखिकन तपाईँले पढ्नुभयो भने चाहिँ गाह्रो हुन्छ। यसले के भन्छ भन्दाखेरि त्यसरी पढ्नुभयो भने ठ्याक्कै थाहा हुन्छ। ना भन्छ भनेर है, यसलाई ना भन्छ भने यसले के भन्छ त, यसलाई भन्छ था भन्छ यसलाई है। अब यसलाई के भन्छ त, यसलाई भन्छ धा भन्छ यसलाई धा। अनि यसलाई के भन्छ त, यसलाई भन्छ पा भनेर। अनि यसलाई के भन्छ त, यसलाई मा भन्छ है। त्यहाँदेखि यसलाई के भन्छ त, अब तपाईँले यो भा भा भनेर चिन्नुभयो भने हुन्छ। कसैले यसो पनि लेख्छ भा भनेर है, भा भनेर भा पर्छ होइन, भा भनेर पढ्नुपर्छ यसले चाहिँ भा। अनि यसलाई के भन्छ त, यसलाई भन्छ यसलाई स्या भन्छ है। यसलाई सबै लेख्ने समय भ्याउँदैन, त्यसको लागि म तपाईँले टिबिटीमा मात्रै लेखेर देखाउँछु होइन। तपाईँ एउटा सट्ट लेखेर देखाइदिन्छु होइन ठुलो अक्षरमा। यसले भन्छ वा, यसले भन्छ सा, यसले भन्छ या, यसले भन्छ ङा, यसले भन्छ ता, यसले भन्छ ना, यसले भन्छ स्या भन्ने भन्छ यसलाई है, स्या भनेर। यसले भन्छ घा, यसले भन्छ आ भनेर पढ्छ है। यसले भनिन्छ हा भनेर भनिन्छ हा। यसलाई भनिन्छ ह भनेर भन्नुपर्छ है, अलिकति रोगेको जस्तै ह भनेर। यसलाई हा भयो भने यसलाई ह भनेर भन्नुपर्छ, ह भयो है। त्यहाँदेखि यसले भन्छ सा भन्छ यसलाई है, सा भनेर भनिन्छ।
यसलाई भन्छ च्या भन्छ, यसलाई भन्छ छा भनेर भनिन्छ। यो च्यालाई नै यसो अब टाउको यस्तो बनायो भने चा, यसो बनायो भने छा भनेर भनिन्छ है। यो के हो? यो झा, झ्यालाई माथि टाउको यस्तो लाग्यो भने के भन्छ? जा, जा भनेर पढ्नुपर्छ। अनि यता यसलाई भनिन्छ ला, यसलाई भनिन्छ रा, यसलाई भनिन्छ स्या भनेर भनिन्छ है, स्या भनेर, स्या। अनि ला भइहाल्यो। त्यहाँदेखि यो त चिन्नुहुन्छ होला पक्कै होइन, यो त फर्स्टमै सुरुमै आउँछ नि। यो चाहिँ के भनिन्छ? का भनेर पढ्नुपर्छ, यसले चाहिँ का भनेर पढ्नुपर्छ। यसले भन्नुपर्छ खा, खा भनेर पढ्नुपर्छ है यसलाई। अब जस्तै वा, सा, या, ङा, ता, ना, स्या, सा, घा, आ, जा, जा है, ला, चा, छा, हा, हा, रा, स्या, का, खा भइहाल्यो है, ङा हो। यो यसलाई के भन्छ? यसले भन्छ न्या, भन्छ था भनेर भनिन्छ, था, था भनेर है, था भनेर भनिन्छ। यसरी नै तपाईँहरू सिक्नुभयो भने चाहिँ सजिलो हुन्छ र अक्षर पनि राम्रोसँग कतिको चिनेको रहेछ भने चाहिँ यसमा हेरेर थाहा पाउँछ तपाईँहरू। यसरी नै सिक्नुभयो भने चाहिँ छिटो छिटो आउँछ।